त्यो चाहिँ कानून मान्दैन भने अब उहाँले कानूनभन्दा माथि केपी ओली मात्रै कानूनभन्दा माथि बस्ने यो अहिले पहिलाको चाहिँ त्यस्तो थियो अब त्यस्तो हुँदैन। यो लुटेका हात हतियार चाहिँ दलले राखेका छन् त्यो चाहिँ बुझाएर मात्रै चुनाव हुनुपर्छ भन्दै हुनुहुन्थ्यो। उनीहरूले राखेका छन् भने होइन, दलहरू कुनै कुनै दल त्यस्ता दल पनि हुन सक्छन् जसले चाहिँ हात हतियार पनि संग्रह गर्ने चाहना राखेका हुन सक्छ। कुनै पनि राजनीतिक शक्तिले भने उहाँहरूले पनि डिक्लेयर गर्दै हुन्थ्यो अब चाहिँ मुलुक हिंसाको बाटोमा होइन, कहिले पनि हिंसाको बाटोमा होइन, हतियारको बाटोमा होइन, अब शान्ति अहिंसाको बाटोमा हुनुपर्छ। दलहरूमा पनि त्यो खालको चेत आउनुपर्छ सबै दलमा। कतिपय दलहरूले त्यो गरेका छैन होला, कतिपयले गरेका पनि छ होला। त्यसकारणले यो पनि राजनीतिक रूपमा सो घोषणा गरिदिनु भयो भने भोलि निर्वाचनको वातावरण बनाउनलाई त निर्वाचन आयोगमा जानुहुन्छ, सरकारसँग पनि उहाँहरूको भेटवार्ता भइरहन्छ। त्यो क्रममा उहाँहरूले त्यो कुरा सुनिश्चित गर्नुभयो भने सरकारलाई अझ मद्दत हुन्छ। जस्तो कंग्रेसका एक नेताले त्यो हतियार चाहिँ तपाईले लुकाउनु भएको छ भनेर अभिव्यक्ति दिनुभयो। त्यो एकदम हो, भइहाल्यो त्यो होइन, नो कमेन्ट। हजुर के थियो बाहिर जान दिन्न भन्ने जुन किसिम त्यो होइन, आयोगले गरे हो, आयोगलाई भन्नु पर्यो नि, सरकारले गरे होइन नि उहाँलाई। मलाई समाएर देखाऊ भनेर एउटा चेतावनी। त्यो चाहिँ कानून मान्दैन भने अब उहाँले कानूनभन्दा माथि केपी ओली मात्रै कानूनभन्दा माथि बस्ने यो अहिले पहिलाको चाहिँ त्यस्तो थियो अब त्यस्तो हुँदैन भनेको उनीमाथि छानबिन हुन्छ।